इन्जिन गाडीमा लहै घुम्न हावा सारारा भयो फरारा इन्जिन गाडीमा जुका ल जुका देख्यौ जेन्सा अझै देखेको छैन ए जुका देख्यौ देखेनौ यो ए ल जुका देखियो हैन त ट्याम छ ट्याम छ बाहिर किन जानुको बाहिर चाहिँ अनि के गरेको भाउजू ल जुका मारेको यो चाहिँ ल आज आमा छोरीले हँसारै मारिसक्यो पसेको छैन ल जुकादेखि भाग्नेहरू मेरो प्लास्टिक दुलो पर जुका ल जुका देखेको छैन अझै देखेको छैन यस्तो दुलो परिसक्यो भाडो पनि जुका देख्यौ देखेनौ यो ए हामी चाउचाउ खाँदैछौँ खाजा भाउजूले बोक्नु भएको रहेछ र ल रेडी सबै ढल्क्यौँ यता टाउको जोडाएर यता यता हो त्यसरी हेलो एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु र आज चाहिँ हामी यहाँ जङ्गल आएको छौँ जङ्गलमा चाहिँ हामी हाम्रो यता जेन्सा चाहिँ के गर्न आएको ए जुगा हेर्नु आएको म भ्लग बनाउन आएको यता निङ्ग्रो टिप्न आउनेहरू चाहिँ 3 जना हुनुहुन्छ यहाँ माइली भाउजू यता साइली भाउजू ल भाइ यहाँ बाटोमै टिप्नु थालिहालेको मैले देखेको भन्दै छोडिदिनु पर्ने यता फेरि अर्को निङ्ग्रो टिप्न आउने चाहिँ 3 जना हो करिब 45 मिनट हिँडेर आइपुग्यो होइन हामी घरबाट आइपुग्यो होला जस्तो लाग्छ यहाँ उता चाहिँ हाइवे छ धरान इटहरी जाने अनि हामी यता निस्केको छौँ पानी पियाबाट अलिक मास्तिरोबाट चाहिँ हामी भित्र छिरेको छौँ 11:17 भनेपछि झन्डै 1 घन्टै लाग्यो कि हामीलाई त 1 घन्टै लागेछ घरबाट यहाँ आइपुग्नुको लागि के अरे अब उता पो त गाडीमा त हिँड्ने हो त अनि जुका त्यसै देखिन्छ जुका हेर्नु आउने मान्छे त यत्तेरी जुका त अनि अब गाडीमा पो हुन्छ त जुका हेर्नु आउनेले माझ निङ्ग्रो टिप्दैछ फेरि हामी चाहिँ अहिले जुका आउँदैन जुका छैन म अगाडि हिँडेपछि जुकै आउँदैन खै निङ्ग्रो त म त एउटा पनि देख्दिनँ त म त फेरि यस्तो पो लगिदिन्छु पिरो उनी हेलो खोस्टाउनु जान्छ जस्तो अनि अनि देखेपछि अब के भन्दा मैले अझ रुई पो दिन्छ मैले देखेको त अरे के परे म चाहिँ लगेर बेच्ने हो निङ्ग्रो टिप्ने भाडा चाहिँ यस्तो छ है मेरो तर खै एउटै देखेको छैन म चाहिँ अहिले हेरेको पनि छुइनँ भुइँमा बाबाको पछि
पछि हिँड्न दिनु अनि सिक्नु पाउँदैछ हाम्रो पछि पछि आयो भने त पाउँदैन त्यही त गर्दैछ मेरो त्यो भन्दाखेरि कति एक छाक भयो कसरी हेर्नु के को हुनु एक पसेको छैन 2 मिनेटमा एक छाक भयो भने त हैन हामी त खतरा भएछ नि फेरि आइजा हौ खोइ देख्दिन त म त आएर छ कतिवटा रहेछ या त आमामामा ल जुका चाहिँ यस्तो हुन्छ है यता अर्को पनि छ क्यामेरा ब्लर भएर देखिएन जुत्ता लाउनु पर्थेछ चप्पल लाइयो खै कस्तो सक्छ बाबाको थियो मगर घुमे अनि तपाईहरु त घाडी घाडीतिर छिर्नुहुन्छ मकै गर्नु त हजुर यता त छैन नि जुगा छैन त्यो बसिरहँदा चाहिँ हुन्छ हिँडिरहनु पर्छ सुई हिँडेकै अनि निम्रो टिप्ने भनेको नि हेर्दै हिँड्ने नि ऊ निङ्रो चाहिँ हेर्ने जुका हेर्ने होइन के अनि जिउमा चढेपछि के गर्नु त जिउमा चढ्दै भेट्दै त भेट्दैन एकचोटि टाँसेपछि टाँसेको हुन्छ त्यो खाने हो कि होइन मैले देखेकै फेरि मैले देखाइदिन्छु फेरि हो त्यो मान्छेहरूले भर्खर टिपेर गइसके 2-3 झोला लग्दै थियो के कराउँदैछ खै कटक 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 गर्दैछ सर्प त्यसरी कराउँछ र जुगाले भेटे छैन भ्याङबाट आउँछ के करायो भनेको त भ्याङबाट भ्याङबाट बोकेर चरा हो क्या भन्छ ल जुगामा हेरिसक्यो यसले त भइसक्यो मेरो जिउ मेरो खुट्टामा के छ नि लइ लइ ल म त जुगै देखेर कराएको भन्छु माइना के छ नि लइ लइ तो घरी घरी के हिँड्ने जस्तो हुन्छ अनि आज मैले चाहिँ यति टिप्दैछु है भर्खर मान्छेले टिपिहालेको रहेछ र नत्र म खतरा टिप्थेँ ल जुका हेर्ने मान्छे चाहिँ आज ठिक छ मैले पनि अलिकति मलाई त पुग्ने गरी टिपिसकेँ यता प्लास्टिकमा ल यहाँनिर रहेछ थोरै सानो रहेछ ठुलो चाहिँ छैन ठुलो भेट्यो भने बोलाउनु है हजुर जुका पनि निङ्रो पनि आउनु है हाम्रो त भारी पुग्यो है ल एउटा यो खालको भए चाहिँ दामी हुन्छ है त्यो उडे नसोची निङ्रो पो हेर्ने हो त नि दिमागलाई हटाइदिने के गरेको भाउजू ल जुका मारेको है यो चाहिँ ल आज आमा छोरीले हँसारै मारिसक्यो फेरि मार्नु न कसरी मारेको कुट्नु न नि ल जुका माराइ चाहिँ ठिक छ है आमा
ल उता अर्को फेरि हेर्नु हैन अनि बियोस हो दाइ है बियोस बनाइदिनु भयो जंगलभरि कति छ उड्दैछ फेरि ल होस खोज्दैछ बियोस बनाइसक्नु भयो कि नाकबाट पानी निकाल्नु है जुकालाई बियोस बनाउने मान्छे ल यहाँ हेर्न न कत्रो तन्केको बाफ रे ल मम है यही थियो एउटा ल उता चाहिँ सर्केर पानी लिएन नाकबाट साप निकाल्नु अहिले यो बनाइदे भनेको ल ल है यहाँ हामफाली हाल्नु लागेको दुई घनो भाइ यहाँ हेर न यहाँ हेरिरहनु न हौ जो हात दिएर तान्नु न अनि बसिरहन्छ अनि भरै चाहिँ आइलो नाक दुख्यो बुक्न आयो भने हात दिनु न यस्तो गरेर आएन के तपाईँसँगको पानीको भाउजूले खानु सकिसक्यो त बेचारी के गरे त हेर्न यो निङ्रो भयो के हेर्यो त हिल्चाउँदै मलाई पछाडि तानी राखेर अगाडि कुद्छ होला भनेको मलाई तानी राखेर निङ्रो उफ्रिँदै टिपिरहँदो रहेछ हेर्न कति राम्रो निङ्रो हो नि निङ्रो निङ्रो यहाँ पनि छ नि हेर न कस्तो राम्रो राम्रो छ यहाँ सक्करै लागिसक्यो म त छिटो जाउँ ल मलाई पुग्ने चाहिँ मैले पनि टिप्दैछु यो हो छिटै न त जुदा हिँडिहाल्नुपर्छ कि हल्लाइराखेर कति धेरै छ है छिटो जाउँ पाखा भयो म टाउकै दुखिसक्यो आज यसपाल पोहोर चाहिँ छाता ओरेर टिपेकोले थिएन नि त ल अब के पानी थाप्ने त रहेन रहेछ हेर यहाँ ठुट्टै बढाएर मान्छेले लगेछ छैन त ऊ छैन निङ्ग्रो यसपालि सबै छैन भन्दा पनि बिहानै आएर टिपिहाल्दो रहेछ हामी चाहिँ अलिक ढिलो आइएछ निङ्ग्रो चाहिँ होइन जुगा चाहिँ धेरै भेट्यो अब यस्तै यत्रो त सिलाउनु होला नि ल ल ल अगाडि चाहिँ हिँड्न सुई 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 पछाडि बसिस् भने त मान्छेले हल्लाइराखेको हुन्छ झन् आउँछ कानमै आएर कराउँछ नि त्यसले त पसेको छैन झरिसक्यो पसेको मजा ल जुकादेखि भाग्नेहरू अब म कत्रो रहेछ कत्रो रहेछ यहाँ त मेरो प्लास्टिक दुलो पर मेरो चाहिँ यस्तो दुलो परिसक्यो है भाडो पनि अब चाहिँ कसम जाउँ खाजा खाम न खाजा चाहिँ के छ खाजा यसपालि पोहोरकै होला पोहोरको कत्रो हौ किन काँटाबाट सुरु भन्नु त हजुर बाटो छैन ल अहिले चाहिँ हामी के अरे निङ्ग्रो टिपेर बिसाउँदैछौँ है अझै हामी टिप्छौँ कि अब जाने हो घरतिर चौतिर हजुर यत्रो भइछ नि म आइरहेको छ क्यामेरा मात्रै
अब तलबाट निस्किन्छ नि त्यो फोटो नि त्यही भएर पानी गयो थियो मही खानेलाई चाहिँ थोरै भिजाउनु न त मही खानेलाई चाहिँ थोरै भिजाउनु मही खाएको त सट्टै चिजामा कि तातो त्यस्तै तँलाई चिसो चाहिँ कहाँ गर्ने त्यो त हामीले के बोलेको थियौँ कोही त्यही त उता के बनाउँछु जुन चाल त फर्स्टाइम लेखेको नि किरा त यो त गाउँमा सिम्बलमा चाहिँ धेरै हुन्छ नि लुगा त आज त पोथेन है लुगा यस्तो अहिले चाहिँ हामी चाउचाउ खाँदैछु खाजा भाउजूले बोक्नु भएको रहेछ र खै भाउजूलाई निरो पनि बोटुले हाल्यो म त ए धेर छ नि त निङ्ग्रो पनि अझ डबल प्लास्टिक थाम्दैन होला हौ म त अझै धेरै पो टिप्छु त हस् धन्यवाद अनि यो बोतल लाने कि होइन बोतल ऊ त्यहाँ पर ऊ त फोहोरमा ल अब हामी हिँड्यो फेरि अब टिप्दै टिप्दै हामी घर जान्छौँ होला ल निङ्गो टिप्दा टिप्दा अहिले चाहिँ यहाँ आइपुग्यो यहाँ चाहिँ बस्ने एउटा कटेज बनाइदिनु भएको रहेछ छाना साना लाएर सायद उहाँकै नाममा होला खोइ पानी त छैन क्या हौ पानी भएको भए त कस्तो राम्रो हुन्थ्यो नि यहाँ बस्ने ठाउँ चाहिँ मजाले बनाइदिनु भएको रहेछ हामी चाहिँ यताबाट आइयो पानी पनि राखिदिनु पर्ने हो यस्तो गरिसकेपछि आज जुका हेर्नु आएको मान्छे अघि नै देखिसक्नुभयो होला कसरी करायो जुकाले टोकेन त्यसमै खुसी हो ए खेल्ने ठाउँ त्यो लास्ट डराउने ठाउँ हौ यो चाहिँ लास्ट डढाएर बस्ने खाजा पानी खाने ठाउँ होला ल धेरै पछि मैले चाहिँ खिरौको बोट पनि देखेँ खिरौको बोट यता हाम्रो भाउजूहरू चाहिँ टिप्दै आउँदै हुनुहुन्छ यो डराउने होला यो पानी पनि हुनुपर्ने क्या ल निङ्ग्रो त्यहाँ फिन्जाउँ त कति कति टिपिएछ आउनु है भाउजू एउटा भाउजू चाहिँ पढ कसलाई भाउजूलाई
अहिले चाहिँ निङ्ग्रो हो कि होइन भनेर छान्ने क्रम हुँदैछ। निङ्ग्रै हो नि। कता जानुभयो अर्को भाउ चाहिँ? अनि जुका कस्तो लाग्यो त आज जान्छ? नआउने? नआउने? केले टोको गरे? ल रेडी सबै ढल्क्यौँ यता टाउको जोडाएर यता हो त्यसरी निङ्ग्रो प्रदर्शन गरेको हो क्या यो। ल निङ्ग्रो चाहिँ हाम्रो के भयो अरे फेट्टुपो भयो अरे। तर हाम्रो निङ्ग्रो त अझै छ नि फेरि झोलातिर पनि होइन। यो त अलिकति झिकेको मात्रै हो। तपाईँहरूलाई देखाउनुलाई मात्रै हो। हेर्नुहोस् निङ्ग्रो खानुहुन्छ भने आउनु होला। हामीले टिपेको निङ्ग्रो खानुको लागि हाम्रो घर आउनु होला है। निङ्ग्रो टिपिदेऊ निङ्ग्रो। हामी चाहिँ यहाँ आएर चौतारीमा बसिरहेको छौँ। के भन्छ यसलाई? कटेज धर्मशाला। जेनिसाले टिपेको हो नि त होइन? जेनिसा उफ्रिँदै भए पनि टिपेछ ए होइन कसले खेले जस्तै छ त है। अझै यता पनि छ हामीसँग चाहिँ झोलासँग झोलाभित्र यता अहिले फोटो खिच्नुलाई मात्रै अलिकति झिकेको। यो खालकोमा चाहिँ कस्तो राम्रो हुन्थ्यो र? यो खालको मात्रै भए यिनीहरूले त गाडी नै बोकेछ हौ। राम्रो हेर न तिम्रो पुतली। मेरो पुतली एक जना छ त हेर्नु हातमा चाहिँ आउँदैन। यहाँ यत्रो छ यहाँ देख्दैन पो त बच्चा आफ्नो आफ्नो छ यहाँ। यही खाले बोकेको राम्रो छ त देखाउ न। यो मेरो हैन मेरो हो भन्। अर्काको निङ्ग्रो भन्नु। ल हाम्रो निङ्ग्रो चाहिँ यति छ है। त प्लास्टिकमा हाल्नु नि यो त। तीन झोला के हो कुरो? एक घरको नि त नि जेनिसा मेरो यति। ल जाउँ घर हामी चाहिँ घर जानुलाई अब हिँडेको। झर्नु भन्नु म कसरी झर्नु भन? उड्नु न उड्नु मोडल जेनिसाको तरिकाले गुसी स्टाइलमा झर्दैन न पोज मार्दै। हामी चाहिँ घर हिँडेकै अब यस्तो हानिरहन्छ त पोज कसले हौ गुसी स्टाइल गुसी लामखुट्टेले कस्तो थियो अब यता नि हामी जानु पुरो छ हौ भाउजू। अब हामी सिधै घर जान्छौँ है। के अझै टिप्नु मन लागिरहेछ क्या भाउजूलाई? ल हेर त यिनीहरू कति चाहिँ लोभीहरू रहेछन् हेर। घर हिँडेर पनि फेरि जेन्साले पनि टिप्नु थालेको ए होइन। ल अब चाहिँ हामी निङ्ग्रो टिपिसक्यौँ आजलाई यति नै। अब हामी घर जान्छौँ हिँड्दै हिँड्दै। हामीलाई टाइम त अघि पनि 1 घन्टै लाग्यो होला। अब झन् अहिले त कति लाग्ने भयो होइन? अहिले झन् धेरै लाग्ने भयो। ल हेर त सबै फेरि बाटो सिप्नु सिलाउनु थालिहाल्यो। अब हिँड्यो जङ्गल नसकिन्जेल चाहिँ टिपेकै एक मुठी त हुन्छ होला त बाटो हाइवे निस्किन्जेलसम्म। पोहोर पनि हामीले चाहिँ लगेको अनि यसपालि पनि फेरि आएको। पोहोर नआउने भनेर कष्टमै खाएको जत्तिकै थियो भाउजू माइली।
यसपाल पनि फेरि आउनुभयो पोहोर म त आउँदिनँ भन्दै भने त जुका यसपाल यसपाल अगाडि चम्किने आफै नै फेरि ल जाउँ यसपाल पनि जानुपर्छ भनेर फेरि आउनु भयो चम्केर ऊ फेरि टिप्नु पनि थालिहाल्नु भएछ त्यहाँ त्यहाँ त फेरि सबै पसिहाल्छ नि फेरि पस्नु थालिहाल्नु भयो बारी उतिर गाडीतिर ल आजको हाम्रो निङ्ग्रो टिपेको भ्लग चाहिँ यति नै ए निङ्ग्रो टिपेको मात्रै यति अब फेरि हिँडेको त छँदैछ लाग्यो साँच्ची पुल छैन त्यता त धारा रहेन रहेछ कहाँ छ पानी त्यता यहाँ चाहिँ पुरै घारी फाँडेर यहाँ चाहिँ 1-2 दिनपछि दामी आउँछ होला है तर मान्छेले के हामी आइपुग्दा त लगेर बेच्नेले बेचेर पनि खानेले खाइसकेर पनि अघि हामी आउँदा नै 2-3 झोला बोकेर मान्छेहरू जान्दै थिए पोहोर नआउने म त भनेर के अरे कसम मात्रै खानु नसकेको होइन तपाईँले फेरि यसपाल चाहिँ अगाडि चम्किने भाउजू हजुर यसपाल चाहिँ के आगोमा महिनै हो रहर गरेर हैन अब चाहिँ आउनु कि नआउनु हुने आउने तर यत्रो जुगा भएको बेला चाहिँ घाम लागेको बेला आज त जुगा त राम्रो पोहोर यति भएको भए झन् के हुन्छ होला है तर यता त रहेन नि अघि नै हामी यता आएको यता फेरि निङ्ग्रो पनि त टिपिसकिरहेको थियो नि त एकैचोटि यहाँ आएको भए त फेरि कहाँ पुग्नु हामी भित्रबाट छिरेर ल्याउँदै आउँदा पो यहाँ अलिकति टिप्दा धेरै भयो त हेरौँ न सबैको म मात्रै छु अगाडि हेर्ने चाहिँ अरू चाहिँ पुरै यता दिइराखेको हिँड्दा उभिँदा थकाइ नै लागिसक्यो म त त्यस्तो दिएको थिइनँ नि त पुरै यस्तो सिधा हिँडिरहेको थिएँ त्यसपछि कुदेर गएर टिपेको मैले त यसो त हेरेको थिइनँ ल तिमीले जस्तो पुरै यसरी हेरिरहेको थियौ तिमीले बाटो हेरेर हिँड है नानी जेन छ झन् पछाडि के गर्दैछ ल जुका छ जुका ल हामी चाहिँ पोहोर चाहिँ यो परतिर भेटेको थियौँ टन्न अनि त्यही ठाउँ खोज्दै गएको त्यहीँ टिपेर घुमेर आइरहेको रहेछौँ अब चाहिँ हामी हाइवे बाटो आइपुग्यो भन्दा पनि भयो अब चाहिँ हामी फेरि हाइवेबाट जानुपर्ने हुन्छ जङ्गलको बाटो सकेर हाइवे बाटो आइपुगिसक्यो के बस्ने ठाउँ बनाएको ट्री हाउस जस्तै बनाएको रहेछ हामी चाहिँ हाइवे आइपुग्यो ल आजको भ्लग चाहिँ यति नै के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब मेरो च्यानललाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै अहिले चाहिँ बाटोमा कस्तो राम्रो फुल फुलिरहेको देखेर भिडियो गरेको फुल कस्तो राम्रो हाइवेकै छेउमा छ यो फुल चाहिँ हामी चाहिँ लाग्छौँ बाटो हामी चाहिँ अब रोड क्रस गरेर हामी पारिबाट जान्छौँ फेरि जङ्गल शीतल हुन्छ ल
गाडी त आएकै गर्छ त त्यहाँ उभा न बिचमा पिछे नकुद न कार यसलाई हामी चाहिँ बिच सेन्टरमा छौँ अब हामी ल ल ल हामी क्रस गर्दैछौँ बाटो खोइ खेल्ने ठाउँ होइन हौ त पूजा गर्ने ठाउँहरू हेलो गाइज हामी चाहिँ निङ्ग्रो टिपेर आइयो लुगाले साह्रै खाइयो लहरी लहरी कान्छी हेर्दै वरिपरि इन्जिन गाडीमा लहै घुम्न हावा सारा भयो इन्जिन गाडीमा लहै घुम्न जाउँ घुम्न जाउँ वाकुरो वाकुरो लहै घुम्न जाउँ है इन्जिन गाडीमा ल हामी चाहिँ निङ्ग्रो टिपेर फर्केको अवस्था जङ्गलको बाटो तिमी हेर निनी चाहिँ हिरोनी निनीलाई मन पराउनुहुन्छ अरे मैले चाहिँ भगाएर लानु खोज्दा तपाईँले खेदा गरे नाना चाहिँ गुन्डाको पोस नाना चाहिँ मलाई अराउँछ अरे हिरोनीलाई लिनु म चाहिँ आउँथेँ अरे जेनिस हिरो आएर मलाई मार्थ्यो पहिलेको फिल्मको जङ्गलमा हुन्छ होइन फाइट जेनिसले फेरि मलाई कोपाएर मारे जस्तो हुत्ताएर होइन तपाईँ त मालामाल भन्न राख्नु अनि म त यतिकै मलाई त पोस दिन्छ नि त यस्तोमा किन ब्याग गरम पो भन्छ त कस्तो फोन यो भित्र मेरो टेन्सन